नमस्ते, 안녕하세요 여러분. सबैजना सन्चै हुनुहुन्छ भन्ने चाहिँ म आशा राखेको छु र आज पनि म केही क्वेसनहरू लिएर आएको छु है। आजको क्वेसन कस्तो छ हेरौँ है त। हाम्रो 3 नम्बरको क्वेसनमा रहेको छ फिनखाने थुरगाल खजाङ अल्माजुन घोसुङ खोमसिप्सियो भनेको छ है। फिनखाने भनेको चाहिँ यो खाली ठाउँमा चाहिँ मिल्ने वाक्य चाहिँ छान्नुहोस् भनेको छ होइन। र त्यस्तै गरी हाम्रो चाहिँ 3मा चाहिँ के रहेको छ याक्सोक भनेको छ बाचा होइन। याक्सोक सिगाने भनेको छ बाचा गरेको समयमा नुचो भनेको छ नुत्ता भनेको चाहिँ ढिला हुनु होइन। र कत खाथा छ भनेको छ बाचा गरेको समयमा चाहिँ ढिला भए जस्तो छ। ढिला होला जस्तो होइन, ढिला भए जस्तो छ। र टेक्सिरु थासा सुम्निदा थास सुम्निदा भनेको चाहिँ ट्याक्सी चढे भन्ने हुन्छ होइन पुरन्ने तर खिरी नमु दददन इसिपुन इना नुजा सुम्निदा भनेको छ होइन। बाटो चाहिँ ज्यादै भने अझै ज्यादै चाहिँ दददन 20 मिनट अझ ढिलो भयो भन्ने होइन। र त्यस्तै गरी हाम्रो चाहिँ यहाँ के भनिन्छ बाजा गरेको समयमा चाहिँ ढिला होला जस्तो भएर ट्याक्सी चढे होइन। तर बाटो चाहिँ ज्यादै दरदर भएर चाहिँ 20 मिनट चाहिँ अझ ढिलो भयो भनेछ होइन। त्यस्तै गरी अप्सनमा हेरौँ है त। 1 नम्बरमा भनेको छ नल्दा भनेको चाहिँ फराकिलो हुनु, असासा भन्ने चाहिँ ग्रामर लागेको छ। नरास भनेको चाहिँ हाम्रो यो फराकिलो भएर होइन, फराकिलो भएर। र त्यस्तै गरी छुवास भनेको छ छोथा भनेको चाहिँ राम्रो हुनु, असासा भएर भनेको चाहिँ राम्रो भएर होइन, राम्रो भएर। र त्यस्तै गरी माखेस भनेको छ माक्ता भनेको चाहिँ जाम हुनु, जाम भएर भन्ने होइन, जाम भएर। र त्यस्तै गरी हान्सन हेस भनेको छ हान्सन हेस भनेको चाहिँ शान्त हुनु, खाली हुनु होइन, शान्त भएर अथवा खाली भएर चाहिँ अब के भयो होइन हेरौँ है त। अब बाछा गरेको समयमा ढिला होला जस्तो भएर होइन ट्याक्सी चढे तर बाटो चाहिँ ज्यादै फराकिलो भएर 20 मिनट ढिला भयो भनेर चाहिँ यसले अर्थ अलिक मिल्दैन होइन। र त्यस्तै गरी माक्ता भनेको जाम हुनु, जाम भएर चाहिँ 20 मिनट अझ ढिलो भयो भने चाहिँ यसको आन्सर 2 नम्बर हुने भयो। र त्यस्तै गरी 3मा भनेको छ छुवासा भनेको चाहिँ राम्रो भएर 20 मिनट चाहिँ ढिला भयो भने चाहिँ यसको अर्थ लाग्दैन, यो चाहिँ अलिक मिल्दैन होइन, अर्थ अलिक मिल्दैन। र त्यस्तै गरी 4मा रहेको छ हानसान हिस भनेको चाहिँ अझ शान्त भएर अथवा खाली भएर चाहिँ 20 मिनट अझै ढिलो भयो भने चाहिँ यसले अर्थ अलिक मिल्दैन। त्यस कारण जाम भएर चाहिँ अझ 20 मिनट ढिला भयो भन्ने चाहिँ अर्थ लाग्यो है। र त्यस्तै गरी अर्को हामी चाहिँ 4मा हेरौँ है त। 4मा चाहिँ के रहेको छ हाम्रो 4मा रहेको छ फिनखाने थुरागाल खजाङ अल्माजुङ गसुङ खोरिसिप्सियो भनेको छ है। हाम्रो चाहिँ यो खाली ठाउँमा चाहिँ मिल्ने वाक्य चाहिँ छान्नुहोस् भनेको छ होइन। र त्यस्तै गरी यहाँ चाहिँ यो मुला गाजर के काटिरहेको छ होइन, मुला अथवा केही गाजरहरू काटिरहेको छ होइन। र त्यस्तै गरी अप्सनमा हेरौँ है त। अप्सनमा चाहिँ रहेको छ नारुदा, नारुदा भनेको चाहिँ हाम्रो सार्नु होइन, नारुदा भनेको चाहिँ सार्नु, ओसार्नु होइन अथवा ओसार्नु भन्ने अर्थ दिन्छ होइन। र त्यस कारणले यो चित्र चाहिँ हाम्रो केही काटिरहेको छ सब्जी अथवा केही काटिरहेको छ होइन, त्यस कारण यो भएन। त्यस्तै गरी सारुदा, सारुदा भने चाहिँ कुनै पनि अर्थ नै छैन होइन, त्यस कारण यो पनि भएन। र त्यस्तै गरी अमरुदा भनेको छ, अमरुदा भनेको चाहिँ यो पनि कुनै अर्थ नै छैन, त्यस कारण यो पनि भएन। र त्यस्तै गरी छारुदा, छारुदा भने चाहिँ काट्नु होइन, छारुदा भनेको चाहिँ हाम्रो काट्नु भन्ने अर्थ हुन्छ, यसको चाहिँ काट्नु। यो चाहिँ हाम्रो गाजर मुला केही काटिरहेको छ होइन, सागसब्जीहरू चाहिँ काटिरहेको छ छारुदा भनेको, त्यस कारणले यसको आन्सर नै हाम्रो चाल्नु भयो है, छारुदा चाहिँ काट्नु। ओके, हाम्रो आजको क्वेसन यति नै हुने भयो। हस्, कमसाङ्का।